साथीहरु एकैछिन यो भिडियो हेर्नुस् त प्लिज। तपाईले मुद्दा फिर्ता लिइरहँदाखेरि रवि लामिछाने भन्ने मान्छे भाग्छ भन्ने तपाईहरुलाई डर छ भने मलाई बोलाउनुस्। म नेपालमा गत 6 वर्षदेखि लगातार रूपमा हाईएस्ट ट्याक्स पेयर, एजुकेसन र हेल्थमा हाईएस्ट ट्याक्स पे गरेको मान्छे हो। म दुईटा ल्याप्चे लगाएर रविजी भाग्दैनन् भन्ने जिम्मा लिएर निकाल्दिन तयार छु। कतिले रविजीको पासपोर्टलाई सिज गरिदिने, देशभन्दा बाहिर जान नदिने हैन, तर देशभित्र खुल्ला रूपमा मुभमेन्ट गर्न दिने। यसपालि सर्वोच्च जलिरहँदाखेरि तपाईहरुले पनि विचार गर्नुभयो होला, हामी कोही खुसी छैन। तर त्योबाट एउटा कुरा के चाहिँ बुझ्नुपर्छ भने श्रीमानहरुले पनि अहिलेसम्म त न्यायालयमा मात्र आगो लागेको छ, तर यदि न्याय सम्पादन सही ढंग अर्को चाहिँ न्यायालयको अन्तिम फैसला आइसकेपछि फैसला आएपछि हुने गरी अहिलेलाई उहाँलाई जति उहाँलाई चाहिँ जो बिगो भनेर क्लेम गरिएको छ त्यो बिगोलाई एज अ ब्याङ्क ग्यारेन्टी लिने अथवा पैसा धरोटी लिने उहाँले दिन्छु भनेको छ, लिएर उहाँलाई स्वतन्त्रतापूर्वक इलेक्सनमा जान दिने। किनभने हामीले हेर्यौं उहाँलाई सुन्नुभयो भने नेपाली कांग्रेसका नेता बुलन्द नेता, जोरदार नेता, एकदमै सडक सदन र जताततै जनताको आवाजलाई उठाउने नेता सुनिल शर्मा। उहाँ चाहिँ मेडिकल व्यवसायी पनि हो, डाक्टर। साथीहरु यदि हिम्मत चाहिँ हुनुपर्छ, यदि मानवता छ, मानव अधिकारको रक्षा गर्छौं हामी, कसैप्रति राम्रो व्यवहार छ, दिमागमा पनि सही सोच, आचार विचार, व्यवहार र दिमागले सोचेको कुरा के हो, गर्ने कुरा के हो, त्यो गर्न पनि क्षमता नभएका नेताहरू छन् जो कि हृदयदेखि नै भ्रष्ट, हृदयदेखि नै भित्रबाट कुनै खालको दया माया नजाग्ने र मानवता नभएका नेताहरूले के गर्छन् त भन्दा मान्छेलाई धोका दिन्छन्, मान्छेलाई षड्यन्त्र गर्छन्, मान्छेलाई चाहिँ ज्यानसम्म लिन्छन् हैन, र जेलमा हाल्छन्, अन्याय गर्छन्, अत्याचार गर्छन्, झुटो मुद्दा लगाउँछन् र फसाउँछन् भने स्वच्छ मान्छे, पढे लेखेका मान्छे, आचार र विचार व्यवहार भएका, मानवता भएका, मानवीय व्यवहार गर्ने मान्छेहरू भनेका यस्तै हुन्। सुनिल शर्मा जस्तो हुनुपर्छ हैन, जस्तै चन्द्र भण्डारी जस्तो हुनुपर्छ कि प्रष्ट रूपमा उहाँले बोल्नुभएको छ। नेपाली कांग्रेसभित्र रवि लामिछानेलाई प्रतिशोध गरिएको छ, राजनीतिक प्रतिशोधका आधारमा चाहिँ उनलाई चाहिँ जेलमा हालिएको छ भन्ने कुरालाई चाहिँ उहाँले चाहिँ जस्टिफाई गर्न नसके पनि उहाँले चाहिँ आफ्नो भ्यू राख्नु भएको छ, आफ्नो धारणा राख्नु भएको छ इन्डिभिजुअल हैन। यस्तो खालको नेता, यसरी चाहिँ देशमा यस्तै मान्छे भयो भने देश बन्न बेर लाग्दैन। 6-7 वर्षदेखि हाईएस्ट पे गर्दै आएको छु, मैले ट्याक्स पे गर्दै आएको छु र यदि रवि लामिछाने चाहिँ भाग्छ भने म जिम्मा लिन्छु, म लेप्चे लगाएर दुईटै सिग्नेचर गरेर म चाहिँ मेरो जिम्मा लिन्छु भनेर भन्नुभएको छ र उहाँले तुरुन्त अविलम्ब रिहा गर्नुपर्छ अहिलेको सरकारले। यदि मुद्दाहरू चाहिँ केही छन् भने त्यो मुद्दाहरू चाहिँ बहस हुँदै गर्छ, त्यो मुद्दा चाहिँ चल्दै गर्छ, पछि बिगो भराएर कति तिर्नुपर्ने बिगो तिराएर चाहिँ गर्नुपर्छ, उहाँलाई चाहिँ रिहा गर्नुपर्छ भनेर भनेको छ। 3-4 करोड 4-5 करोड त उहाँले तिर्सक्नु, 5 करोड जति कति समथिङ कति तिर्सक्नु भयो हैन भने उहाँलाई चाहिँ म अहिलेसम्मको म तिरेर निक्लिन्छु भन्दा पनि नपाइने। अनि न्यायालय कस्तो, त्यो न्यायमूर्ति कस्ता, न्यायमूर्तिले न्याय दिने कि अन्याय गर्ने हो, अन्याय गर्न बसेका हुन् कि ती पार्टीका झोलेहरू, ती पार्टीका कार्यकर्ताहरू, ती पार्टीका चाहिँ चाटुकाराहरू हैन, ती नेताका चाहिँ झोला बङ्नेहरू ती न्यायाधीश होइनन्, ती उनीहरूका हली हुन्, ती कानुनविद होइनन्, ती हली हुन्, ती कर्मचारी होइनन् जो जनताको सेवा गर्दैनन्, नेताको सेवा गर्छन्। जसले जनताको सेवा गर्दैन, जसले चाहिँ न्याय दिन्न, न्यायालयमा बसेका न्यायमूर्तिहरू न्याय दिन सक्दैनन् हैन, सरकारका कर्मचारीहरूले जनताको सेवा गर्दैनन् भने त्यो देशद्रोही हुन्, जनताद्रोही हुन्, जनता विरोधी हुन्, देश र जनताको विरुद्धमा हुन्। त्यसो भएको हुनाले यो टाइरेनिक गभर्नमेन्ट जति छ यो